Welcome to my new vlog है साइकलमा यस्तो खुसी लागेको छ पछाडि चाहिँ रोक्नलाई पनि हिँडेको है त म चाहिँ बिचरा ल्याउँछु अहिले चाहिँ यस्तो भएको छ बाटो केही देखिएको छैन दुध लिएर जाने ठाउँ चाहिँ यता नजिकै छ तर खोलामा चिसो हुन्छ भनेर चाहिँ यत्रो घुमेर जानुपर्छ उठो दुध लिनु गयो लायो अब है है गाइस हाम्रो चाहिँ यस्तै छ पारा है हेर्न सक्नुहुन्छ अब चाहिँ जाडोले यस्तो छ हालत अब के गर्नु तपाईँहरू पनि अब यस्तै छ झाडामा ब्ल्याङ्केटमा गुटुहरू सुत्दा हाम्रो चाहिँ काम हुन्छ गाउँले पारा हो नि त गाउँले पारा हो सब दुःख हुन्छ यो गाइजहरू हेर्न सक्नुहुन्छ ल तपाईँहरू चाहिँ पारे पुगे बिचमा पुगेपछि चाहिँ नि फेरि अझै बिचमा आइपुग्न आँटिसकेको छु हेर्न सक्नुहुन्छ बिचमा आइसकेको छु तपाईँहरू सक्नुहुन्छ बिचमा सरर कुदाउने हो कि यहाँनिर अब यता टर्निङ मोड अब यहाँ चाहिँ बिचमा सरर चाहिँ खोला छ अलिकति उकालो जस्तो होइन खोला त भइहाल्छ नि अझ त ततै तर खोलामा पानी नै छैन नि त फेरि दुई कर्णमा भनिएको पुल त्यही हो यता काम खोलिएको छ यता दोहेलेको यो चाहिँ हात्तीबारी पार्कको स्कुल धनुषा श्री धनुषा माध्यमिक विद्यालय यहाँबाट चाहिँ यता बिर्ताबाट जान्छ यता कन्सनसिटी जान्छ हामी चाहिँ कन्सनसिटीतिर जानुपर्छ साह्रो यो बाटो चाहिँ तामाङलाबारी जान्छ कुखुरावाला गयो भर्खर अब हामी चाहिँ यस्तै छ पारा है गाइजहरू ल साथीहरू दुई तिन ठाउँ चाहिँ गलतिर जानुपर्छ बिहान बिहान चिसो भने भैँसिया बसिरहेको चाहिँ बाटो चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ आइपुग्न आँटेको छ मसँग चाहिँ माइक छैन है त्यसैले चाहिँ